हेलो गाइस, गुड मर्निङ। आज चाहिँ म गाउँ आइसकेँ अनि म चाहिँ यहाँदेखि किचनदेखि चाहिँ स्टार्ट गर्दैछु आजको भ्लगिङ, आजको भिडियो। अब चाहिँ मैले चिया बनाएर सबैलाई दिइसकेँ, घरको काम सकिसकेँ अनि अब म चिया खान्छु। अनि मान्छे बाहिर चाहिँ मान्छे छ अनि हामी चाहिँ म चाहिँ खास भने गाडीमा किन भिडियो बनाउँदिनँ भने मलाई यस्तो गाडी भमिटिङ चाहिँ हुँदैन, मलाई यस्तो डेन्जर गाडी लाग्छ, त्यही भएर म गाडीमा चाहिँ भिडियो बनाइनँ, डाइरेक्ट गाउँ आएर बनाएँ। अनि अब मैले चाहिँ सबैभन्दा वर्स्ट एक्सपिरियन्स म गाउँ आउँदाखेरि बल्ल अहिले फेस गरेँ, किनभने गाडी नपाएर माई गड सिट नपाएर यस्तो बिजोग भयो थियो। तर पनि गाउँ राम्रोसँग आइपुग्यो, त्यही हो। अनि हाम्रो चाहिँ जमरा दसैँको लागि जमरा यस्तो राम्रो भइरहेछ। हेर्नुहोस् जमरा अझै लाउन कति दिन बाँकी छ, तर यस्तो भइसक्यो। अनि यस, म चाहिँ गाउँको भिडियो म चाहिँ सबै गाउँको भिडियो बनाएर अपलोड गर्दै गर्छु। अनि म भिडियो बनाउँदै थिएँ, तर पछाडि मम्मी आउनुभयो। आउनु न मम्मी। यता चाहिँ हुनुहुन्छ मम्मी। हेर्नु जमाना कति राम्रो भएछ कि, अझ कति दिन बाँकी छ होइन। राम्रो भयो है। त्यही हो। अनि हाम्रो यता छ किचनको सामानहरू, चाहिँ लसुन त्यही हो। अब चाहिँ दिनभरि के गर्छु अनि म कता कता जान्छु, के गर्छु सबै अपडेट दिन्छु। बाई। भन्नु न छिटो, तपाईँ भन्नु होला बाबालाई, भन्नु छिटो। गुगु पखालिदिनु बिरालो यहाँ जान्नु प्लिज, म त्यहीबाट अड्क्या हो कि नसक्यो। त्यो अड्का जस्तो लाग्यो, त्यो धुन ढिलो हुँदैछ। गर्नुहोस् नभनेको नि फेरि। That's a mission. भन्नु बाबालाई, कसले गरिदिन्छ होला यस्तो साइला काकाले, साइला काकाले त्यो अच्छी धुने पखालिदिनु प्लिज काका। त्यो म अड्के भयो कि त्यो पखाल्नलाई, कपडा धुनलाई। गर्नु काका, ढिलो भयो के। अहिले चाहिँ चिकन लोकल कुखुरा पाक्दैछौ। अब चाहिँ हाम्रो तरकारी पनि पाक्यो। यो चाहिँ केही छैन, प्लेन हो। अदुवा लसुन प्याज टमाटर के पनि नहालेको, एकदमै प्लेन। त्यही भएर हिजो सुकेको खाएको म त हालेँ नि त, म लिएर आउँछु। म त हालेँ ल्याला नि त ल्या। तपाईँ बोल्नुहुन्छ त अब भ्लगमा आउँछ मम्मी, मिलेर भन्नु न। घाम भयो हामीलाई।
अब म चाहिँ फ्रेस पनि भइसकेँ अनि खाना खाएर एकछिन आराम पनि गरेँ, फ्रेस भएँ। अब चाहिँ तल जान्छु, के गरिराख्नु भएको छ हेर्छु। मान्छेको हल्लाहरू चाहिँ धेरै नै छ। अब यो मासु चाहिँ दसैँ सकेपछि घिरौलासँग खाने सुकुटी। कत्रो थुप्रो त नि। कुन काकी? कुन? लामो छ नटुट्दै गरेर ट्यालेन्टले भरिपूर्ण। कस्तो राम्रो देखियो है दुईजना त यहाँ राम्रो देखाइदिनु यता हेर न। म चाहिँ यहाँ चिकन बनाउन लागिरहेको छु अनि हाम्रो यहाँ चाहिँ कता गयो को अनि यहाँ चाहिँ भुटुवा पाकिरहेछ डिनरको लागि। यता चाहिँ सेफ ल चियर्स। चियर्स गरिदिउँ। खाना खायो नि तपाईँ गर्नुहुन्छ त्यो त्यस्तो भाँडा खाने होइन यो शीतल हो शीतल। तिमीले किन नखाएको? खाएको चियर्स खाएको लाइन गयो। यस्तो भोक लाग्यो बेला आएर यस्तो मिठो खाएँ भाइलाई दिउँ किन बाबु भुटो ल्याइदिएछ मम्मीले यहाँ भात रहेछ आएर एकताल खाइदिएको नि त के भन्छ नि यहाँ बल्ल थाहा पायो गाजर कहाँ छ भनेर। रातो रातो के हो When camera is on, no one can beat her. When camera is on, no one can beat her भनेको। त्यो चाहिँ मैले होला। खानु के मम्मी? गाजर। दिदी सकेन नि सन्त भाला त्यो नि एउटा हर्न तलेर काण्ड गर्दा पनि छैन नि अस्ति भएर अस्ति कालेको दुई फाँट चनक पटेर खाएको चामल दिने गयो चामल झारेर ट्याक्सी बाखेन के पेट गुड 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 गर्दा त्यो पिरोको फेरि एकदम थाम्ने खाउँदैन क्या लागेर लास्टमा बस आची गर्ने ठाउँ हो देउला। त्यस्तो ठाउँमा त त्यो आशीका ठाउँमा पनि के भन्छ त्यसलाई पनि पर्छ क्या त्यस्तो
यस्तो भयो भने त बुर ग्यास भरेर पुरोले यस्तो हटाएको रहेछ धेरै खाँदैन जम्मा 2 गास खाँदो पानी आएर पानी आउँछ खाना खाना रेडी हो कि भयो मेरो लिएर आऊँ? मौसम मासु बसे आयो के खाएको त नि लो मासु नखाएर मैले यता आगो मात्रै भगवान खुर्सानी मात्रै भयो आज नर्मस अनि चाहिँ बानी चाहिँ जे जे छ आफूबाटै सुधारौ ठुलो हालेर जोडिन सबै बराबर हो हो जाऊ जाऊ गएर मिसेर हाँस हान्न जाऊ जान मन लाग्छ कोही मान्छे यहाँ घोडा देखेर म गर्न लाएर उनी घरको सुत्यो भने घरकै छोडेर जाने होला नि आज टल्के एउटा मुभीमा हुन्छ नि भिडियो गर्दै आउँदैन पछाडि त के त्यो वाला फेस के डर लाग्यो म त अगाडि आउनु पर्यो गुड नाइट भन्नु त मम्मी चाहिँ ह्याप्पी दसैँ भन्नु ह्याप्पी दसैँ ओ यस्तो हुनु पर्यो नानी ह्याप्पी दसैँ ह्याप्पी दसैँ सो ह्याप्पी दसैँ बाबु भन अनि आजलाई यति नै गाउँमा चाहिँ एकदमै रमाइलो भइरहेछ अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क यू गाइज फर वाचिङ बाई सी यू अन द नेक्स्ट भिडियो